नमस्कार साथीहरू, आज हामी चर्चा गर्दैछौँ सीता सिरियल भाग 146 को। यस भागमा सीताको जीवन फेरि एकपटक ठुलो भावनात्मक मोड आएको देखिन्छ। परिवारभित्र बढ्दै गएको तनाव र गलफत्ती र आरोप प्रत्यारोप सीताको मनमा निकै पीडा परेको सङ्केत देखिन्छ। अर्कातर्फ परिवारका सदस्य बीचको मतभेद झन् गहिरिँदै गएको देखिन्छ। केही पात्रहरूको सत्यको पक्ष लिने प्रयास गर्छन् भने केही पात्रहरू आफ्नै स्वार्थको कारणले परिस्थिति झन् जटिल बनाउने सङ्केत देखिन्छ। बीचमा देखिएको झगडाको दृश्यले घरभित्रको विवाद र चरम अवस्था पुगेको अनुमान गर्न सकिन्छ। यसले आगामी भागहरूमा सम्बन्ध झन् चुनौतीपूर्ण सङ्केत देखिन्छ। यसैबीचको केही पात्रहरू सीताको साथमा उभिन खोजिएका छन् भने केही अझै पनि उनको दोषी ठहराउने मनस्थितिमा देखिन्छन्। यही कारणले दर्शकहरूको अब सत्य कसरी बाहिर आउला भन्ने उत्सुकता बढेको छ। समग्र भाग 146 भावनात्मक द्वन्द्व र आगामी घटनाको सङ्केत भरिएको एपिसोड देखिन्छ। अब आउने भागहरूमा सत्य बाहिर आउने हो कि सम्बन्ध झन् बिग्रिने हुन् भन्ने प्रश्न दर्शकमा बाँकी रहन्छ। यदि तपाईँलाई यो भाग मन पर्यो भने आगामी भागहरूमा के होला भन्ने आफ्नो अनुमान कमेन्टमा अवश्य गर्नुहोला। र यस्तै भिडियो हेर्नको लागि युट्युबलाई लाइक, कमेन्ट र सब्सक्राइब पनि गर्न नभुल्नुहोला। अर्को भागमा भेट्ने बाचा गर्दै यो भागमा बिदा हुन्छु। नमस्ते।